सेन्टर प्लाजा हो। आज बिहानदेखि जलिरहेछ अनि मान्छे चाहिँ भित्र पसिरहेको छ अनि मान्छेहरू माथि देख्न सकिन्छ। यहाँ अघि एपिएफको टोली माथि चढिसकेको छ। त्यो पनि मान्छे अहिलेसम्म एकजना झार्न सकेको चाहिँ छैन, तर भित्रभित्र चाहिँ आगो लागेर पुरै धुवा निस्किरहेको छ। निभाउने प्रयास चाहिँ हुँदैछ, तर अलिकति सम्भव चाहिँ भइरहेको छैन। इटरीको सेन्टर प्लाजा हो। आज बिहानदेखि जलिरहेछ अनि मान्छे चाहिँ भित्र पसिरहेको छ अनि मान्छेहरू माथि देख्न सकिन्छ। यहाँ अघि एपिएफको टोली माथि चढिसकेको छ। त्यो पनि मान्छे अहिलेसम्म एकजना झार्न सकेको चाहिँ छैन, तर भित्रभित्र चाहिँ आगो लागेर पुरै धुवा निस्किरहेको छ।